ल यहाँहरू सबैलाई हार्दिक नमस्कार। आज हामीहरूले तपाईँको चाहिँ कलर कोडिङ अफ चपिङ बोर्ड र टाइप अफ चपिङ बोर्डको बारेमा हामीले पढ्न गइरहेका छौँ। तपाईँको हाम्रो विभिन्न होटेल रेस्टुरेन्टहरूमा तपाईँको चाहिँ विभिन्न कलरका रङ्गी बिरङ्गी चपिङ बोर्ड हामीले देखिरहेका हुन्छौँ। त्यो चपिङ बोर्ड तपाईँको यति सजाउनलाई देखाउनलाई मात्रै राखेको चपिङ बोर्ड होइन, त्यसको आफ्नै महत्त्व र विशेषताहरू चाहिँ रहेको छ। ती चपिङ बोर्ड जुन कलर छ त्यो कलर वाइज हामीले चाहिँ विभिन्न किसिमको कुराहरू कटिङ गर्छौँ, काट्छौँ र बल्ल हामी चाहिँ हाइजिनमा मेन्टेन हुन्छौँ र हामीले त्यही किसिमको ग्रुपको गुणस्तरीय खानाहरू कस्टमरलाई सर्भ गर्छौँ। यो सबै कुराहरू तपाईँको चाहिँ WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले तपाईँको चाहिँ नि मान्यता दिएर प्रत्येक हस्पिटालिटी क्षेत्रहरूमा यो टाइपको कुराहरू चाहिँ रुल्सहरू अप्नाउनु चाहिँ भनेर थालेको हुन्छ, दिएको हुन्छ। यसै अन्तर्गत नै रहेर तपाईँको चाहिँ हरेक होटेल तथा रेस्टुरेन्ट व्यवसायहरूले अगाडि काम चाहिँ बढाउनु पर्ने हुन्छ। यसमा हाम्रो चाहिँ नि केही समय अगाडिसम्म चाहिँ 6वटा मात्रै त्यही चपिङ बोर्ड रहेको थियो। हामीले अलिक पुरानो भिडियो हामी चाहिँ हेऱ्यौँ भने त्यहाँ तपाईँको यो पिङ्क र पर्पल भन्ने चाहिँ आउँदैन होइन, त्यहाँ तपाईँको यो ब्राउन, येल्लो, रेड, ब्लू, ग्रिन र व्हाइट मात्रै आउँछ। त्यो एउटा हाम्रो अलिकति पहिलाको भिडियोहरूमा भनेका सेफहरूले युट्युबहरू गुगलमा तपाईँले हेर्नुभयो भने त्यहाँ सेफहरू या पुराना गरेको पोस्टहरूमा यो पिङ्क र पर्पलको कुराहरू चाहिँ त्यसमा चाहिँ तपाईँको दिइरहेको कुराहरू चाहिँ हुँदैन भने यो चाहिँ पछिल्लो अवस्थामा आएको कुराहरू हो। समयक्रम सँगसँगै दुनियाँ अगाडि बढ्दै गर्दा, मान्छे अगाडि बढ्दै गर्दा, हिँड्दै गर्दा तपाईँहरूको चाहिँ नि होइन यो रुल यो रुल चेन्ज गर्नुपर्छ, यसले मात्रै ठेकेन भन्ने कुरा चाहिँ थुप्रो हुन्छ। आज बनेका रुल त्यही तपाईँको स्थायित्व भएर पछिसम्म नै बसिरहेको छ भन्ने कुरा हुँदैन। रुल्स तपाईँको समयको माग अनुसार के हुन्छ, चेन्ज हुँदै 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 गइरहेको कुराहरू चाहिँ हुन्छ होइन। तपाईँको चाहिँ हाम्रो देशमा संविधान संशोधनको कुराहरू चाहिँ आइरहेको छ। हिजो त्यही संविधान ठिक थियो, आज चाहिँ संशोधन गर्नुपर्ने कुरा भएको छ। किन? आज नयाँ समय आएको छ, नयाँ युग आएको छ, नयाँ चेतना, नयाँ मागका कुराहरू आएका छन्। त्यस्तै गरी तपाईँको चाहिँ यो पनि तपाईँको चाहिँ समयको माग अनुसार तपाईँको यो पिङ्क र पर्पलको लागि चाहिँ अलग्गै किसिमको चपिङ बोर्ड चाहिँ बनाएको छ। तपाईँलाई भन्नुपर्दा व्हाइट चपिङ बोर्ड चाहिँ कलर कोडिङ चपिङ बोर्डमा हामीले एउटा फर्स्ट चपिङ बोर्ड के हुन्छ, व्हाइट है। व्हाइटमा हामीले तपाईँको के गर्छौँ, ब्रेड र डेरी प्रडक्टहरू, डेरी भने के, दुधदेखि बनेका डेरी दुधहरूका परिकारहरू कहाँ पाउँछ, डेरीमा पाउँछ होइन। त्यो डेरी भन्ने बित्तिकै हामीले के बुझ्नु पऱ्यो, दुधदेखि बनेका परिकारहरू र ब्रेडका आइटमहरूलाई हामीले के गर्छौँ, व्हाइट चपिङ बोर्ड राख्छौँ। ब्रेड भनेको त तपाईँले बुझ्नुभयो होइन, पाउरोटी लगायतका कुराहरू तपाईँको चाहिँ भयो। डेरी प्रडक्ट भनेको तपाईँको चाहिँ पनिरदेखि तपाईँको विभिन्न मिठाईका कुराहरू, परिकारका कुराहरू भए होइन। त्यसलाई हामी चाहिँ व्हाइटमा काट्छौँ, व्हाइट चपिङ बोर्डमा। यो अन द बाहेक अरू चाहिँ काट्दैनौँ। त्यो कुरा तपाईँहरूले बुझ्नु पऱ्यो। र अर्को रहेको छ ग्रिन। ग्रिन चपिङ बोर्डमा हामीले के काट्छौँ, भेजिटेबल एन्ड फ्रुट्स होइन, वास बनाइसकेको हेर्नुहोस् है। हामी चाहिँ मजाले धोइ पखालिकन अब चाहिँ काट्नको लागि योग्य छ भन्ने टाइपको तपाईँको चाहिँ भेजिटेबल र फ्रुट्सहरू हामी चाहिँ केमा काट्छौँ, ग्रिनमा काट्छौँ। फेरि तपाईँको चाहिँ नि यो जुन हामीले ब्राकेटमा सानो अक्षरमा एक साइडमा वास भनेर लेखाएको छु, यो भनेको तपाईँको चाहिँ नि WHO ले मान्यता दिएको कुरा चाहिँ हो। तर यो वास अनवास भन्ने कुराहरू तपाईँको चाहिँ पटपटै सबै ठाउँमा लागु भएको कुराहरू चाहिँ हुँदैन। तपाईँले त्यहाँ सर्ट टर्म कोर्स पढ्न आएकोलाई मैले यो वास र अनवास भनेर कन्फ्युजन पार्नुपर्ने आवश्यक पनि थिएन। तर तपाईँ जस्ट चिस्स भन्ने मात्रै यो कुराहरू होइन भने तपाईँले के बुझ्नु पऱ्यो, ग्रिन चपिङ बोर्ड भन्ने बित्तिकै तपाईँले बुझ्नु पऱ्यो भेजिटेबल र फ्रुट्स काट्छ भन्ने कुरा मात्रै बुझ्नु पऱ्यो। र साइडमा माइन्डको एउटा कुनामा वास पनि राख्नुभयो भने त्यहाँ धोइएका पकाइएका खाना योग्य, अब यहाँ काटेपछि खाना मिल्छ भन्ने कुराहरू मात्रै हामीले यसमा काट्छौँ भन्ने कुरा सम्झिनु पऱ्यो होइन। तर ग्रिनमा भेजिटेबल एन्ड फ्रुट्स भन्ने कुरा बुझ्नु पऱ्यो, ठिक छ। यसै गरी आएको छ ब्लू है, ब्लू चपिङ बोर्ड, निलो चपिङ बोर्ड। निलो हेर्नुहोस् है, तपाईँको व्हाइट कस्तो पाराले तपाईँको कोडिङ पनि दिन छुट्याएको छ। मिल्कहरू व्हाइट हुन्छ, डेरी प्रडक्ट व्हाइट हुन्छ, त्यसलाई हामीले व्हाइटमा गऱ्यो। ग्रिन भेजिटेबल फ्रुट पाइएको ग्रिन हुन्छ होइन, त्यो चाहिँ ग्रिन चपिङ बोर्ड भयो। तपाईँलाई सम्झिन बुझ्नको लागि सजिलो, इजीको लागि। ब्लू समुद्रको पानी के हुन्छ, सी फुड। सी भन्ने बित्तिकै के, समुद्रको पानी निलो हुन्छ भन्छ। निलो भन्ने बित्तिकै हामीले चाहिँ ब्लू भन्ने कुरा बुझ्नु पऱ्यो। ब्लूमा हामीले के गर्छौँ, समुद्रमा के पाउँछ, फिस एन्ड सी फुड। सी फुड भन्ने बित्तिकै तपाईँको जे पनि पऱ्यो तपाईँको, अनि तपाईँले भन्ने झिङ्गे माछा, प्राउन लगायतका कुराहरू, क्र्याब स्टिकर लगायतका कुराहरू होइन। ती सबै कुराहरू चाहिँ केमा आयो, ब्लू चपिङ बोर्डमा आयो। अर्को त रेड है, रेड भनेको यहाँ के छ, र मिट छ। र मिट भनेको के, र भनेको के, काँचो मासुहरूलाई त तपाईँको र मिट हुन्छ, र मिट भन्छ। र मिट कस्तो हुन्छ, कलर रातो हुन्छ। त्यो कुरा बुझ्नु पऱ्यो है। भनेपछि र मिटलाई रेडमा काट्नु पऱ्यो, 4 खुट्टे। र मिट भन्ने बित्तिकै फेरि के आयो,
चार खुट्टे एनिमल्स भएका कुराहरू मात्रै आयो। तर त्यसमा के आयो? विथआउट पोर्ट, पोर्ट भन्दा बाहेक बङ्गुर, च्वाचे, बदेल हैन, यी भन्दा बाहेकका बङ्गुरहरूलाई तपाईँको चाहिँ रेडमा काट्न पाइएन। बङ्गुर बाहेकका चार खुट्टे जति पनि एनिमलहरू छ, तपाईँको मासु खान योग्य तपाईँको कुराहरू चाहिँ छ, त्यसलाई हामीले के गर्छौँ? रेडमा काट्छौँ। इज क्लियर? र तपाईँको अर्को रहेको छ येल्लो। येल्लो चपिङ बोर्डमा हामी चाहिँ तपाईँको के कटिङ गर्छौँ भन्दाखेरि र पोल्ट्री। पोल्ट्री भनेको के? फर्म, पोल्ट्री फर्म। पोल्ट्री भने चाहिँ तपाईँको चराचुरुङ्गी पन्छीहरूलाई पाल्ने तपाईँको फर्मलाई पोल्ट्री भनेर भन्छ होइन। पोल्ट्री फर्म भने चाहिँ पन्छीहरू, हाँस, कुखुरा लगायत विभिन्न जग्गा जति पनि तपाईँको मासु योग्य कुराहरू छन् तिनीहरूलाई हामी चाहिँ येल्लोमा काट्छौँ है। र यसैले तपाईँको अर्को रहेको छ ब्राउन होइन। ब्राउन भन्ने बित्तिकै हामीले कुक्ड मिट, कुक्ड मिट भनेको हुन्छ उसिनेर राखेका होइन। हामीले तपाईँको विभिन्न होटल तथा रेस्टुरेन्टमा तपाईँको चाहिँ थोरै मासु चाहिँ उतिखेर पकाउने दिने चाहिँ गर्न जान्छ, सकिँदैन, हाम्रो टाइम कम हुन्छ होइन। हामी चाहिँ पहिले के गर्छौँ? मासुहरूलाई केही हदसम्म पकाएर राखेका हुन्छौँ, उसिनेर राखेका हुन्छौँ। कस्टमर खाना आउने, कस्टमरको अर्डर आयो भने के हुन्छ? हामी चाहिँ कुक्ड मिट जुन उसिनेर पकाएर अलिकति राखेको छ त्यही मिटलाई कटिङ गरेर फेरि तपाईँको चाहिँ राम्रोसँग मसला हालेर पकाएर अनि बल्ल हामी चाहिँ कस्टमरलाई हामी चाहिँ सर्भ गर्छौँ। त्यो भएपछि बल्ल हाम्रो चाहिँ टाइम कन्ज्युम हुन्छ, हामी चाहिँ कम समयमा कस्टमरलाई सर्भ गर्न सक्छौँ होइन। हो त्यस्तो टाइपको मिटहरू जुन कुक मिट भनेको पकाएर आधा पकाएर तपाईँले राखेको मिटहरू जति पनि छन् त्यसलाई हामी केमा गर्छौँ? ब्राउन चपिङ बोर्डमा कटिङ गर्छौँ है। कुक मिट तपाईँको चाहिँ पकाएर भए चाहिँ ब्राउन कलरकै हुन्छ नि होइन। त्यो भएर त्यो चाहिँ के हुन्छ? ब्राउनमा भएर हुन्छ है। तपाईँलाई बुझ्नको लागि पनि सजिलो एकदम हुन्छ, तपाईँ इजी वेबाट चाहिँ भनिदिइरहेको छु। अनि पिङ्क, अघि हामीले यहाँ रेडमा विथआउट पोर्ट भनेर भनेको थियो। विथआउट पोर्ट भन्ने बित्तिकै पोर्ट केमा काटिन्छ भन्दाखेरि पिङ्क चपिङ बोर्डमा काट्छ। पिपी, पिओआरके पोर्टमा अगाडि अल्फाबेट के छ? पी छ। एस किसिमको पीको पिङ्क है। पिङ्क चपिङ बोर्ड हामीले के गर्छौँ? पोर्ट काट्छौँ। भने अन्तिममा के रहेको छ? 8 नम्बरमा पर्पल। पर्पलमा हामीले के गर्छौँ? एलर्जीका बिरामीहरू कोही मान्छे छ, कस्टमरले वेटरलाई तपाईँको म चाहिँ यो टाइपको एलर्जीको बिरामी हो भनेर भन्यो भने त्यो वेटरले चाहिँ तपाईँको किचनमा गएर सेफलाई, कुकलाई त्यो किसिमको ब्रिफिङ गर्नुपर्ने हुन्छ। अनि सेफले चाहिँ नि एलर्जीको लागि के गर्नुपर्ने हुन्छ? अलग्गै चपिङ बोर्डमा तपाईँको चाहिँ लिएर आएर उसले खाने आइटमहरूमा चपिङ गर्नुपर्ने हुन्छ होइन। मान्छेलाई तपाईँको पिनट, मसरुम होइन, बेगन्स, ल्याडी फिङ्गर, कसैलाई सी फुडहरूदेखि लिएर कसैलाई मिल्क प्रडक्टहरू चाहिँदेखि लिएर यी सबै कुरामा एलर्जी हुनसक्छ। यी सबै कुराहरू हामी चाहिँ के गर्न सक्दैनौँ? एउटै ठाउँमा चाहिँ मिलाएर काट्न सक्दैनौँ। भनेपछि एलर्जीको लागि हामी चाहिँ अलग्गै चपिङ बोर्ड युज गर्छौँ। अब स्ट्यान्डर्ड होटेलहरू, सोच स्ट्यान्डर्ड भएका होटेलहरू, रेस्टुरेन्टहरूमा तपाईँको चाहिँ भाडा पनि अलग्गै होइन, सर्भिस गर्ने तपाईँको चाहिँ प्लेटहरू पनि अलग्गै टाइपको चाहिँ बनाएको हुन्छ। कसको लागि? एलर्जी भएका बिरामीहरूको लागि है त। यो थियो हाम्रो तपाईँको चाहिँ चपिङ बोर्डको बारेमा। हामीले चाहिँ 8वटा चपिङ बोर्ड भनेर